सम्पूर्णमा मेरो नमस्कार अनि हार्दिक स्वागत छ। तर मैले आज एकदमै विशेष खालको प्रस्तुति एउटा भिडियो बनाउन गइरहेको छु। तपाईँ हामी अनलाइन चलाउँछौँ, अनलाइनले कहाँसम्म कहाँ पुर्याउँछ मान्छेहरूलाई भन्ने कुराहरू यहाँनिर यथार्थ देखिन सक्छ। तपाईँले देख्न सक्नुहुनेछ। तपाईँलाई चाहिँ एकदम यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, एउटा पनि स्क्रिनसट नगरिदिनु होला, किनकि म जस्तै हजारौँजना ठगिएका छन्। तर म चाहिँ त्यो धेरै ठगिएको पनि होइन, खासै नर्मलै हो होइन। तर मभन्दा पनि साथी एकजना बैतरीका साथी ठगिएको चाहिँ सन्देश आएको छ। उहाँको म केही कुराकानीहरू पनि यहाँ राख्नेछु र उहाँसँग कुराकानी गरेका अडियो रेकर्डहरू पनि राख्नेछु। तपाईँहरूले यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला, लाइक कमेन्ट गर्नुहोला, सबै नेपाली माझ पुर्याइदिनु होला भन्न चाहन्छु। एकदमै यो ठगीबाट बस्नु होला, अनलाइन ठगीबाट। हजुर बैतरीको गोकले बैतरीको गोकले हजुर यहाँ पनि हजुर म पनि त्योभन्दा पैसा हाल्नु हैरान गरेर आएको थियो। मेरो त अब दायाहरूलाई उता गर्दा दायाहरू पनि यता डक्टर हुनुहुन्थ्यो, उता त्यो फोन गरेर कहाँ ठग के हो भन्ने कुराहरू भयो। फेरि म पनि फस्ने रहेछु झन्डै क्या। फेरि मेरो खातामा चाहिँ पैसा थिएन। भयो खेल्नु भएन। खेल्न त खेले उते के भन्छ त हजुरलाई म पठाइदिन्छु मेरो ऊ परेको छ यहाँ गएर त्यो मिल्दैन भन्छ के भन्छ भन्न त म हजुरलाई त्यो पठाइदिएँ। ए मलाई पनि के भनेर त्यो चालेले त पुरा हैरान पार्यो होइन। मलाई पनि कस्तो भयो भने त्यसले 32,000 पछि 32,000 पठायो भने तुरन्त खातामा आउँछ भने होइन। हजुर पढाए त पछि के भन्छ त्यो सालेले धेरै के कर लाग्छ, यति पैसाहरू पठा फेरि आउँछ भन्ने के गर्ने। मैले भने तल पछि त अब मैले पनि पठाउन डर लाग्यो कि होइन। अब त त्यो नपठाउनु सर, त्यो त हजुर अनलाइनमा आउनु भएन, मेरो त्यति छिटो गर्नु भएन नि त। मैले भने हजुर म त पछि लग्यो। मैले भने अरू पनि त नफसाउनु है भन्नु, त्यही आधारले मैले हजुरको आइडी बनाएको थिएँ कि। अब त्यो ऊ चाहिँ बढी कलहरू उहाँको सुनिसकेपछि उहाँ चाहिँ 35,000मा ठगी पर्नु भएको छ होइन। बाइक पहिला चाहिँ 3,000 चाहिँ तपाईँको 3,000 चाहिँ उहाँले चाहिँ इन्ट्री गरिसक्नु भएको छ, टिकट काट्नु भएको छ। र पछि चाहिँ 32,000 हालिसकेपछि चाहिँ 35,000मा ठगी पर्नु भएको छ। तर म चाहिँ 3,000मा मात्रै परेको छु र मेरो चाहिँ कति परेको छ पैसा त्यहाँ हेर्नुहोस् है। अनि म पनि नेपाली हजुर कान्छा भाइ चाहिँ हजुरले नेपाली रुपियाँमा नि पैसा तिरेर चाहिँ रकम पेमेन्ट गरेर चाहिँ ट्याक्स लिनुपर्छ। स्क्रिनसट लिएर रेडी भएर बस्नु होला है। हाम्रो हुनुहुन्छ राजा साहेबजी, स्क्रिनसट लिनु होला है। उहाँले पनि अब खेल्ने क्रममा चाहिँ 20 लाखभन्दा बेसी जित्नु भएको छ, 39,96,000 ठ्याक्कै। र अब गेमको नियमअनुसार राजा साहेबजीको पनि अब वास्तविक शुल्क पेमेन्ट गर्नुपर्ने हुन्छ। यो तपाईँले गरेको प्राइस हजुरको यो $1 बराबर 148 नेपाली रुपियाँ रहेको छ। अब त्यही अनुसार यहाँ कति डलर जित्नु भएको छ इन्टु 148 गरेर चाहिँ मैले एप्रुभ गरिदिएको है। र हजुरले चाहिँ अब जहाँबाट प्याकेज लिनुभएको थियो राजा साहेबजी त्यही रुपियाँ स्क्रिनसट सेन्ड गरिदिनुहोस्। र हजुरको चाहिँ 32,000 रुपियाँ वास्तविक शुल्क पेमेन्ट गर्नुपर्ने हुन्छ। वास्तविक शुल्क पेमेन्ट हुन्छ त्यति चाँडै नै हजुरको खातामा रकम आउने हुन्छ। ढुक्क भएर बस्नु होला है। सर राम्ररी जानकारी गराउनु त जानकारी गराइदिहालेँ है। अब हाम्रो चाहिँ मगर्नी फुच्ची आउनु भएको छ है। मगर्नी फुच्ची मैले अब थोरै समयले त्यही लाइभमा जोडेर नै बस्नु होला। म चाहिँ अब थोरै बाथरुम गएर आएँ। अब थोरै अब मैले रेस्ट लिएँ। यसपछि रबिन मगर्जी पनि हुनुहुन्छ। साला कुकुर, हामीलाई त ठगिस अरू नेपाली दाजुभाइहरूलाई ठग्लास नि। अब तेरो जुनम कुन्नेले पत्ता लगाउन सकेन भने हामीलाई पनि मान्छे नभनेस् कुकुर साला। दुनियाँलाई ठग्या छ, हिँड्या छ। तँलाई यस्तै ठगेर गएस् भने त्यो जिन्दगी नै नर्क बनाइदिन्छ साला कुकुर। यो भिडियो तैँले पनि हेर्नेछस्, तँलाई पनि सेयर गर्नेछु मैले। र सम्पूर्ण मेरा साथीहरू, नेपाली दाजुभाइ दिदीबहिनीहरू, मेरा 17 जिल्लाबाट सम्पूर्ण साथीहरूले चाहिँ सक्दो सेयर गरिदिनु होला यो भिडियोलाई। तपाईहरू पनि फस्ने काम नगर्नु होला। यो सब
ठग हो अनलाइन ठगीहरू हो तपाईँहरूलाई यति पर्यो उति पर्यो यस्तो भयो भनेर चाहिँ तपाईँहरूले कदापि यो चाहिँ काम गर्दै नगर्नु होला